नमस्कार। यहाँहरू सबैलाई भुइँ मान्छेका कुरामा फेरि पनि हार्दिक स्वागत गर्दछु। म हुँ सनु खनाल यात्री। हामी प्राय अरूका कथा सुन्ने हेर्ने गर्छौँ, कतै सफलताका कथा, कतै दुःखका कथा त कतै सुखका कथा। आजको एपिसोडमा भने म अलिक फरक विषय लिएर आएको छु। आजको एपिसोडमा मसँग कोही बाहिरको गेस्ट हुनुहुन्न। आजको एपिसोडमा मसँग हुनुहुन्छ मेरो जीवनको यात्रामा सँगै हिँडिरहनु भएको मान्छे, मेरो जीवन सङ्गिनी, मेरो श्रीमती। हामीले पनि अरूले जस्तै कयौँ सपना देख्यौँ, कयौँ सपना बुन्यौँ, कयौँ सपना साकार गर्नको लागि आज पनि हामी सङ्घर्ष गरिरहेका छौँ। सबै अनुभवहरूलाई सँगाल्दै जाँदा मैले एउटा कुरा चाहिँ के सिकेँ भन्दा जीवन सजिलो भएर सधैँ सुन्दर हुँदैन। जीवन सधैँ सजिलै सुन्दर नभएर सँगै हिँड्ने मान्छे, म सँगै यात्रा गर्ने मेरो सहयात्री राम्रो भइदियो भने जीवन यसै सुन्दर हुने रहेछ। आजको एपिसोडमा हामी हाम्रो सम्बन्ध, हाम्रो विवाहभन्दा अगाडिका कुराहरू, विवाहभन्दा पछाडिका कुराहरू, अहिले गरिरहेका सङ्घर्षका कुराहरू र भविष्यमा हामीले बुनेका सपनाका कुराहरूको विषयमा चर्चा गर्नेछौँ। आउनुहोस्, धेरै कुरा नगरौँ, ढिला नगरी एकदमै आनन्दले भित्री मनदेखि नै म मेरो आजको एपिसोड भुइँ मान्छेका कथाको दोस्रो एपिसोडमा म हार्दिक स्वागत गर्न चाहन्छु मेरो जिन्दगीको प्रिय पात्र, म सँगसँगै मेरो सुख दुःखको साथी र मेरो सहयात्री, मेरो श्रीमती कविता घिमिरेज्यूलाई। ओके, तिमीलाई स्वागत छ भुइँ मान्छेका कुरामा। आज पहिलोचोटि हामी यसरी भलाकुसारी गर्दैछौँ होला। तिमीलाई मेरो यो पोडकास्टमा आउँदा कस्तो लागिरहेछ? एकदमै रमाइलो लागिरहेछ। पोडकास्ट सुरु गर्दा पनि एकदमै खुसी छु, तर आज आफैले आफ्ना अनुभवहरू यहाँ व्यक्त गर्दा एकदमै एक्साइटेड छु। ओके, अब आज हामी आफ्नो जिन्दगीका उतार चढावदेखि लिएर जिन्दगीका कुराहरूलाई चाहिँ सेयर गरौँ भन्ने हिसाबले यो चाहिँ गरेको। तिमीलाई याद छ तिम्रो र मेरो पहिलोचोटि भेट कहिले भएको थियो? फर द फर्स्ट टाइम, लाइक हाम्रो सम्बन्ध सुरु भएपछि होइन कि तिम्रो र मेरो भेट चाहिँ पहिलोचोटि कहिले भएको थियो, याद छ? सायद मेरो दिदीले छोरा जन्माएर केटी बस्न आउनु भएको थियो होला सायद, तर कति वर्ष के थियो त्यति चाहिँ याद छैन। याद छ त्यतिखेर कुन बेला थियो, के थियो? त्यति बेला चाहिँ केही याद छैन। तिमीलाई ल त्यसो भए सुन, म बताउँछु। मेरो भाउजू, तिम्रो दिदी, हाम्रो बाबु जन्मेको बेला म भाउजूलाई लिएर गएको थिएँ। तिहारको बेला, तिहार आउन आँटेको थियो। पुरा देउसी भैलोको रमझम चलिरहेको थियो सबैतिर, होइन? तिमी अनि भाइ हाम्रो हेमन्त, तिम्रो भाइ हेमन्त पुरै भैलोको नाचगान रमाइलोतिर थियो। त्यतिखेर हाम्रो पहिलो भेट भएको थियो। ओके, पहिलो भेट त्यसरी चाहिँ पुरै भनौँ न उहीँ के अरे मेरो ससुराली, तिम्रो माइती मेरो ससुरालीमा भेट भएको थियो। अनि त्यस्तो भेट त अब केटाकेटी नै थियौँ हामी, लगभग जहाँसम्म मलाई लाग्छ त्यस्तै 13-14 वर्षको थियौँ होला। त्यहाँभन्दा ठुलो चाहिँ थिएन, किन भन्दा म होइन 10 क्लास एसएलसी पछि नै हो। किन भन्दा म एसएलसी पछि मधेस गएको थिएँ, तराई झरेको थिएँ पहिलोचोटि त्यतिखेर। अनि तिमीलाई चाहिँ जस्तो अब हाम्रो त्यो पहिलो भेट त्यो भयो। अनि दोस्रो भेट चाहिँ हाम्रो कहिले भएको थियो, याद छ कि? दोस्रो भेट चाहिँ दिदीको नन्दा मेरो सोल्टिनाको बिहेमा थियो। होइन, मतलब मेरो साइलो बुवाको छोरी सुशीला दिदीको बिहेमा हाम्रो भेट भएको थियो, होइन? अनि सुरुमा जस्तो अब हाम्रो त्यसपछिको त हाम्रो भेट खासै भएन होला, किनभने हाम्रो आफ्नो म अब पहाडमा जन्मेको मान्छे, पहाडमै हुर्केँ। अनि त्यसपछि खासै भेट हाम्रो भएन। तिमीलाई जस्तो हाम्रो अब सम्बन्ध मतलब सुरु भयो, ल मान हामी रिलेसनमा आउँदा हामी दुईजनाले कुरा गर्न थालेको कहिलेदेखि हो? लाइक अब चिनजान त हाम्रो सानैदेखि भयो, किनभने हाम्रो फ्यामिली रिलेसन छ,
होइन। अब तिमी मेरो दाइको साली, मेरो पनि साली भएको भएर त्यताबाट एउटा फ्यामिली रिलेसन त हामीसँग छँदै थियो। त्यसपछिको पनि हुन्छ नि त, जस्तो अब ल एज अ दुईजनाको फ्रेन्डसिपमै कुरा गर्दा पनि कहिलेदेखि सुरु भएको? त्यतिखेर हामीले कतिमा पढ्थ्यो, कहिलेदेखि सुरु भएको थियो याद छ केही? त्यति बेला चाहिँ सायद सेकेन्ड इयरमा पढ्थेँ होला म। त्यति बेलादेखि कुरा भएको होला सायद। मतलब ब्याचलर सेकेन्ड इयर? ब्याचलर सेकेन्ड इयर। बिचमा चाहिँ कहिले कसै घरमा फोन गर्नु मसँग पर्सनल मोबाइल थिएन त्यति बेला, घरको एउटा मात्रै फोन थियो। सेकेन्ड इयरबाट बल्ल मेरो पर्सनल फोन थियो, अनि त्यति बेला चाहिँ अलि कन्टिन्यू कुरा हुन्थ्यो। कस्तो सुरुमा मसँग कुरा गर्दा चाहिँ कस्तो फिल भएको थियो? लाइक सुरुमा त अब हामी रिलेसनले त साली भेना नै थियो पहिला, अनि भेनासित बोल्दाखेरि रमाइलो लाग्थ्यो, लाज पनि लाग्थ्यो। भिनाजु नमस्ते भन्यो होइन? भिनाजु नमस्ते भन्यो। धेरै खासै कुरा त म पहिलादेखि त धेरै नबोल्ने, अनि सन्चो बिसन्चो केही प्रश्न सोधे उत्तर दिने, पुरै सटिक एकदमै। मलाई याद छ त्यो त्यतिखेरको कुरा। मैले फोन गर्दा मैले मम्मीको मोबाइलमा फोन गर्थेँ त्यतिखेर। मम्मीको मोबाइलमा कहिलेकाहीँ फोन गरेर एक दुईचोटि मात्रै उठाएँ होला मैले चाहिँ, फोन गर्थेँ त्यतिखेर। ठिक छ। अनि तिमीले त्यतिखेर हाम्रो जस्तो अब म चाहिँ, तिमी तराईमा हुर्क्यौ, तराईमै जन्म्यौ, तिम्रो जन्म नै तराईमा भयो, बाबाले त्यति गर्नुभयो, सबै बाबा मम्मीले त्यही गर्नुभयो, त्यही तराईमै सबै चिज तराई। पहाड त तिमी उही कहिलेकाहीँ घुम्नलाई गएको। एकचोटि मलाई याद छ एउटा इन्सिडेन्ट, बाबाले कहिले तिमीले सुनाएको, पहाड जाँदा झोलुङ्गे फुल तर्दा 5 क्लासमा पढ्दाखेरि पहाड गएर आउँदा 3 दिन ज्वरो आएको थियो। सुतेर अनि नघुमिकन घर फर्केको त्यो एउटा इन्सिडेन्ट मैले सुनेको थिएँ। अनि जस्तो अब हाम्रो रिलेसनसिप सुरु भयो होइन, रिलेसनसिप त्यसपछि सुरु हुँदै गर्दाखेरि तिमीलाई के चाहिँ मनमा, जस्तो मनमा के चाहिँ फिल हुन्थ्यो कि जस्तो बाबा मम्मीले बिहे गरिदिनुहुन्छ अथवा गरिदिनुहुन्न? किन भन्दा म त्यतिखेर जिरोमै थिएँ, लाइक म शून्यमै थिएँ तिमीहरूको लेखी होइन। मतलब म मिडल क्लास भन्दा पनि लोवर मिडल क्लासमै थिएँ नि त त्यतिखेर। तिमीलाई के लाग्थ्यो, बिहा गरिदिन्छन् जस्तो लाग्थ्यो घरकाले? म बल्ल पढ्दै थिएँ, तर म चाहिँ मेरो पढाइ चाहिँ राम्रै थियो, अनि लाइसेन्सहरू पनि लगभग प्रावि निमावि, अनि पछि ब्याचलर सक्दै गर्दा माविको पनि निकालेँ। त्यसपछि मलाई चाहिँ, अनि म पढ्दै गर्दा यता टिचिङ पनि गर्दै गर्थेँ। अनि त्यति बेला चाहिँ मलाई पछि आफूले चाहिँ मैले टिचर बन्छु भन्ने चाहिँ मेरो एउटा सपना थियो। अनि दुइटाले जागिर खाएपछि मात्रै बिहे गर्ने भन्ने एउटा सोच थियो। त्यो भएपछि चाहिँ बाबा मम्मीले पक्कै दिनुहुन्छ होला भन्ने एउटा आश थियो, मान्नुहुन्छ होला भन्ने चाहिँ थियो। बाबा मम्मीलाई थाहा थियो हाम्रो रिलेसनको बारेमा? बाबालाई चाहिँ थाहा थिएन, दिदीलाई, मेरो साइड दिदीलाई मात्रै थाहा थियो, शान्ता दिदीलाई। हजुर। अनि त्यसपछि माइल दिदीलाई पनि हल्का थाहा थियो। माइल दिदी त मेरो भाउजू हुन्, भाउजूलाई उहाँ भाउजू हुनुहुन्छ। मम्मीलाई चाहिँ अलि पछि थाहा भएको, बाबालाई चाहिँ बिहे हुने भन्दा मम्मीलाई थाहा थियो? मम्मीलाई चाहिँ पछि भनेको। मेरो घरमा चाहिँ लगभग मम्मीलाई थाहा थियो, दाइहरू, मेरो दाइहरू दुईटा दाइहरूलाई चाहिँ थाहा थिएन, मम्मीलाई चाहिँ थाहा थियो, अनि भाउजूलाई चाहिँ थाहा थियो, भाउजूलाई थाहा थियो। त्यो भएको भएर मम्मीले त मम्मीसँग म कहिले झुट नबोल्ने भएको भएर चाहिँ मलाई चाहिँ त्यो त्यस्तो उ थिएन। अनि त्यो अब दिनुहुन्छ मलाई चाहिँ एउटा चाहिँ के थियो भन्दा त्यतिखेर पढ्दैछौँ होला, केही न केही आश गरौँ भन्ने थियो होइन। त्यो भएको तिमीलाई त्यो पक्कै न त्यो कहाँ न कहाँ पहाडमा होइन, अराखाँची भनेको त धेरै माथि हो नि त। अराखाँची पनि तिमीहरूको बाबाहरूको घरको अराखाँची र हाम्रो घर त धेरै माथि छ नि त, कति हो कति लेकै हो नि त हाम्रो। अनि उहाँसम्म पहाडमै केही तराईमा न जग्गा न घर केही भएको भनेर दिन्छन् जस्तो लाग्थ्यो। त्यस्तो मेरो परिवारमा चाहिँ त्यस्तो धेरै धन सम्पत्ति भन्ने कुरा त्यति पछि लाग्नुहुन्थेन। अनि एउटा इमान्दारी अनि सज्जन मान्छे भए चाहिँ दिनुहुन्थ्यो, गरिब भएर त्यस्तो केही हुन्थेन। हामी पनि त्यति धेरै धनी त होइन, अनि भए पनि कहिले जिन्दगी पहाड नगएको मान्छे अब पहाडमै एउटा के थियो भन्दा मलाई पहाडमै गएर बस्नुपर्छ भन्ने चाहिँ थिएन। पढेकी थिएँ, जागिर गर्छु, जागिर खान्छु भन्ने चाहिँ एउटा सपना थियो।
मतलब आफूमा एउटा कन्फिडेन्स थियो कन्फिडेन्स नै थियो मलाई। मैले पहाड जहाँ बिहे गरे पनि मैले आफूले चाहिँ गर्न सक्छु भन्ने चाहिँ थियो। पहाडमै गएर बस्नु पनि त्यस्तो गाह्रो थिएन, जागिर जता खाइन्छ उतै पुगिन्छ भन्ने थियो। पछि हुन त अहिले पनि शिक्षक सेवामै नाम निकाले पनि कहिले पहाड कहिले तराई त भइरहेछ सबैको पनि होइन। मतलब त्यतिखेर त मलाई चाहिँ पहाड एकदमै मन पर्थ्यो बस्नलाई। अहिले भन्न पर्यो होइन पहिलेदेखि एकदम मन पर्थ्यो। जान चाहिँ म 2-3 पटक गएको थिएँ मेरो माइतको पहाडमा। अझै पनि तिम्रो अराखाँचीको भाषा बोल्न आउँछ? अलिअलि आउँछ। अराखाँचीको पुरै चाहिँ आउन अलिअलि मम्मीहरू बोलेको सुनेर अलिअलि कति बेला चाहिँ त्यो टोन निस्किन्छ। घरतिरको मम्मीहरू कि माइततिरको मम्मीहरूबाट सिकेको? अहिले चाहिँ घरतिरको पनि धेरै सिकिसकेँ। घरतिरको त पुरै त्यही हो नि त हाम्रो त। पहिला चाहिँ माइत मम्मीहरू बोल्दाखेरि बाबाहरू बोल्दा हल्का निस्किन्थ्यो टोन। अनि जस्तो अब यस्तै कुरा गर्दै जाँदाखेरि अब म चाहिँ प्राय मलाई देखावटी मन पर्दैन। तिमीलाई थाहा छ मेरो बानी। जस्तो पहिला जस्तो त्यो सिचुएसन त्यो फ्रेन्डसिपको बेला र अहिले बिहे भइसकेपछिमा के डिफ्रेन्स चाहिँ रहेछ जस्तो लाग्यो? जस्तो जिन्दगीमा मतलब मेरो डिफ्रेन्स नै कि जिन्दगीमा चाहिँ के फरक रहेछ आफूले देखेको जिन्दगी? जस्तो बिहे अगाडि एउटा सोचिन्छ नि त, प्लान हुन्छ नि त आफ्नो यो भन्ने, अनि बिहे पछिमा के फरक लाग्यो तिमीलाई? बिहे अघि चाहिँ अब मान्छेमा जिम्मेवारी पनि त्यति धेरै हुँदैन। त्यो हुँदा चाहिँ मैले यस्तो गर्छु भन्ने एउटा सोचाइ सपना हुन्छ। बिहेपछि जिम्मेवारी पनि अलिकति थपिनाले घर परिवारदेखि लिएर आफन्त सबैको अनि त्यो भन्दा पनि समयले कति बेला कता पुर्याउँछ भन्ने कुरा थाहा हुँदैन। त्यो हुन बिहे जस्तो तिमीलाई यत्तिकै सोच्दै जाँदाखेरि बिहे गरिसकेपछि जस्तो केही कुरामा प्राउड फिल हुन्छ मैले यसँग बिहे यो कुरामा चाहिँ मलाई जस्तो अरूको हेर्दै अब अहिले त धेरै जिन्दगी देखिन्छ नि त, सोसियल मिडियाबाट पनि धेरै चिज देखिन्छ होइन? के कुरामा चाहिँ प्राउड फिल हुन्छ ल मेरो हस्बेन्ड चाहिँ यो कुरामा चाहिँ ठिक छ है भन्ने कुरामा चाहिँ? मलाई चाहिँ प्राउड फिल त धेरै कुरामा छ भन्नाले त्यही पनि यो कुरामा चाहिँ म पुरै के एउटा कुरा चाहिँ मेरो माइतमा चाहिँ भिनाजुहरू कसैले पनि बाबाले पनि देखि लिएर अनि अङ्कलहरूले पनि कसैले के जाँड रक्सी कसैले खानुहुन्न के। अनि भिनाजुहरूले पनि कसैले त्यो अझैसम्म चाहिँ हामीले थाहा पाएको छैन कसैले खानुहुन्न। मैले त खान्छु त एकदमै के गर्व लाग्छ मलाई। मैले खाएको देखिछु। अरूले नखाने तपाईँले मात्रै खाने गर्दाखेरि आफूलाई कस्तो नरमाइलो लाग्थ्यो होला जाँदा पनि माइतमा। र यो कुरामा चाहिँ एकदमै प्राउड फिल हुन्छ। अनि त्यसपछि तपाईँ एकदमै एक्स्ट्रा इन्टेलिजेन्ट हुनुहुन्छ कि हरेक स्किलमा एकदमै ट्यालेन्ट हुनुहुन्छ, एक्स्ट्रा नलेज त्यस्तै छ, टाठो हुनुहुन्छ, एकदमै हेल्पफुल हुनुहुन्छ। भनेपछि भोलिबाट खाना सुरु गर्नु पर्यो क्या? खाना चाहिँ भएन, आजसम्म नखाएको अब पनि खानु भएन। त्यो हुन्छ। अब खाना भन्ने चाहिँ यस्तो रक्सी मतलब त्यो ड्रिङ्क्स नराम्रो होइन, त्यो साथीभाइ बस्दा त्यसले जमघट गर्दा त्यो खानु नराम्रो होइन, तर त्यसलाई चाहिँ बानी बनाउनु चाहिँ भएन। बानी बनाउनु चाहिँ भएन। फेरि खाने मान्छे सबै नराम्रा नखाने मान्छे सबै राम्रा भन्ने पनि होइन। मेरा कति साथीहरूले खानुहुन्छ, म सँगै बस्छु, म पुरै रात उहाँहरूसँग बस्छु पनि, अझै पनि बस्छु अगाडि पनि, किन साथी भनेको साथी हो नि त जे जस्तो भए पनि। तर उहाँहरूसँग बसेर कहिलेकाहीँ गिलासमा लिएर पनि बसेको छु, म नबस्ने कुरा होइन होइन। तर त्यो मैले नखाएर म राम्रो अर्काले खाएर अर्को नराम्रो भन्ने चाहिँ हुँदैन। तर पनि ठिक छ, एउटा त्यो पोइन्ट हो, त्यसको पनि आफ्नै कथा छ होइन। त्यो नखानुको पनि मैले त्यसलाई घृणा गरेको होइन, तर त्यो मैले नखानुको एउटा छुट्टै आफ्नो कथा छ। त्यसको स्वाद चाहिँ लिन्छु म जिन्दगीमा एकचोटि। म आफू इस्टाब्लिस्ड भएँ, म आफूलाई ल यो स्टेपसम्म चाहिँ म इस्टाब्लिस्ड भएँ भन्ने भएपछि चाहिँ त्यसको स्वाद चाहिँ एकचोटि लिन मन छ, मैले लिन्छु पनि। अनि जस्तो केही कुरा अब बानी बेहोरा त अब खनालको सन्तान खनाले हामी खनालको सन्तान खनाले होइन। त्यो कुरालाई चाहिँ धेरै गर्नु भएन। यो चिज चाहिँ कस्तो नराम्रो होला, यति चाहिँ चेन्ज गर्दै हुन्थ्यो भन्ने कुरा केही छ? बानी एकदमै छिट्टो रिसाइहाल्ने, रिस त एकदमै छिटो के, फेरि एकदम छिटो कन्ट्रोल पनि हुने। रिस त एकदमै छ कि झनक्किने के एकदमै डर लाग्छ, डर लाग्ने। त्यही भएर म रिसाएको बेलामा चाहिँ भ्याप बोल्दिनँ,
के सोधे पनि एकदम साइलेन्ट हो कि म दुइटै बराबरी भयो भने त यहाँ त फेरि बम। आगो निस्किन्छ बम पड्किन्छ त्यो त हुन्छ नि। त्यही भएर म एकदम साइलेन्ट म एकदमै माइतमा पहिलेदेखि रिस भन्ने कुरा ममा खासै थिएन एकदम अहिले त छ silent त के। अनि माइतमा दिदीहरूले पनि त कहिले रिसाउनेछै भन्ने खालि हाँसिरहने एकदमै हाँस्ने कि त्यो हाँसो चाहिँ धेरै कन्ट्रोल भएको मेरो अहिले बिहे भइसकेपछि अनि त्यही भएर त्यति धेरै रिस चाहिँ उठ्दैन रिस फेरि कहिले काहीँ त उठ्छ रिस नउठ्ने त कुरै हुँदैन अनि तर पनि मनमा के थिचेर राख्ने बानी मेरो के चाहिँ फेर्दे हुन्थ्यो जस्तो लाग्छ मैले ल यो बानी चाहिँ तपाईँले फेर्नुहोस् भन्ने कुरा केही छ धेरै नरिसाउने एउटा चाहिँ रिसाउने रिस बानी एकदमै कडा खालके रिसाउनु भयो भने चाहिँ रिसाउनु त्यस्तो रिस चाहिँ कम गर्ने हाल्ने च्याप्प रिसाउनु नि त फेरि च्याप्पै रिसाउनु न अनि अनि केही कुरा गर्दै गर्दा डाइरेक्ट धेरै आशा गर्ने के कुरामा जस्तै फर इक्जाम्पल जस्तो केही कुरा पढ्दै गर्दा के जस्तो पढ्न थाल्यो भने चाहिँ त्यो एकदम के हुन्छ भनेर तपाईँ ढुक्क ताले बस्नुहुन्छ नि त्यो समय परिस्थितिले कोही भाग्यले साथ नदिएर त नहुन पनि सक्छ नि एकदम दुःख लाग्छ त्यति बेला मतलब आशा धेरै गर्ने आशा धेरै गर्ने के आशा चाहिँ एकदमै धेरै नगर्ने समय परिस्थिति भाग्यले कता लान्छ मतलब कस्तो भन्नाले समयसँग आशा नगर्ने कि अरू मान्छेसँग डिपेन्ड भएर आशा नगर्ने मान्छेसँग पनि डिपेन्ड भएर तपाईँ एकदमै डिपेन्ड हुनुहुन्छ धेरै आशा गर्नुहुन्छ कि डिपेन्ड त म कसैसँग नि छैन आशा गर्नुहुन्छ धेरै एक्सपेक्टेसन चाहिँ हुन्छ त्यो एक्सपेक्टेसन चाहिँ अलिक कम गर्नु पर्यो गर्दै हुन्छ जस्तो लाग्छ अनि रिस चाहिँ रिस नि एकदम कम गर्नु पर्यो रिस धेरै रिसाउनु त तिमीले नै पार्छौ नि त हैन धेरै रिस मलाई नि त उठ्छ होला तर म देखाउन अरूसित त म रिसाउँदिन नि त रिसाउन त भएन तपाईँ बाहिरी मान्छेसँग कति मिठो हुनुहुन्छ नि माया त थाहा गर्नुहुन्छ सपोर्ट पनि एकदमै गर्नुहुन्छ तर कति मिठो बोल्नुहुन्छ नि मसँग पनि त्यस्तै मिठो बोल्दै हुन्छ भन्ने हुन्छ कोही बेला चाहिँ मलाई अनि ढोकाबाट बाहिर निस्केपछि तेरो पनि नराम्रो छ त कसैले भन्दैन होला तपाईँलाई म आफै छक्क पर्छु कति मिठो बोल्नुहुन्छ अरूसँग मसँग नि मिठो त बोल्नुहुन्छ कोही बेला त्यस्तै सधैँ त्यस्तै मिठो बोल्दै हुन्थ्यो भन्ने हुन्छ अरे अब यो बिहे गरेपछि अहिलेसम्मको जर्नीमा त्यस बीचमा कोही उतार चढावहरू धेरै आए कोही अब आफन्तसितका सम्बन्ध बिग्रिने कोही आफन्त जोडिने क्रम पनि भयो हाम्रो जिन्दगीमा अब म घरको एक्लो छोरा मेरो दिदीबहिनी कोही हुनु नथ्यो मेरो घरमा दिदीबहिनी आउनुभयो हैन फेरि हुनु नथ्यो भन्दैमा मलाई कसैले माया गर्नु नथ्यो भन्न खोजेको होइन मेरो अङ्कलको छोरीले मलाई बहुत माया गर्नुहुन्छ सपोर्ट पनि गर्नुभएको थियो गर्नुहुन्छ भने अगाडिको दिनमा पनि मैले पनि उहाँहरूलाई उति माया गर्छु भोलिको दिनमा पनि गर्छु तर उहाँहरूको परिवार छुट्टै छ नि त एउटा मलाई पनि मेरो परिवार पूर्ण होस् भन्ने चाहना थियो हैन त्यो अहिले पछिल्लो तिमी अब हामी विदेश आएपछिको वर्ष 2021-22 बाट त्यतिबाट पुरा भएको छ नि त जस्तो अहिले मेरो दुईटा परिवार छ हैन तिमीलाई त्यसले चाहिँ केही कस्तो लाग्छ त्यो कुरामा चाहिँ यो गरेर ठिक गरेर राम्रो लागेछ अथवा नगर्दै भए हुन्थ्यो भन्ने खालको छ त्यसो चाहिँ म एकदमै खुसी छु सायद यो सम्बन्ध मबाटै सुरु भएको होला जोडिन अनि त्यो त तिमीबाटै हो तिमीबाटै सुने हो मैले दिदीको कुराहरू मबाटै सुरु भएको पनि हो अनि एकदम खुसी लाग्छ किनकि मलाई पनि माइतमा एउटा भाइ छ हामी 4 दिदीबहिनी छौँ अनि चाडपर्वमा आउँदा पनि टिका लगाउनु दिएर मान्छेमा बाहिर भन्न नसके पनि भित्र त हुन्छ मेरो पनि भइदिए हुन्थ्यो भन्ने चाहिँ अनि दिदीबहिनी हुँदा चाहिँ म एकदमै खुसी तपाईँ पनि एकदम खुसी भएको देख्दा एकदम खुसी लाग्छ मलाई अनि दिदीबहिनी पनि त्यति धेरै सपोर्ट गर्ने हुनुहुन्छ माया गर्नुहुन्छ त्यो अर्को मम्मीले पाएको छोरा हो भाइ हो भन्ने चाहिँ छैन कि त्यस्तो छैन कराउँछन् मलाई त कराउने जुन घरमा हुन्छ नि हो त्यस्तै छ क्या त्यही कारण एकदम खुसी लाग्छ यो माया चाहिँ सधैँ यस्तै बढ्दै जान्छ त्यो त सम्बन्ध निभाउने आफूले हो सम्बन्ध कसरी निभाइन्छ भन्ने कुरा पनि हो हैन आफूले सम्बन्ध राम्रो निभाएपछि अर्काले नराम्रो गर्छ भन्ने कुरामा चाहिँ म चाहिँ छैन किनभने म चाहिँ सधैँ पनि म चाहिँ कस्तो कुन पक्षमा छु भन्दा मेरो कर्तव्य मैले चाहिँ गर्नुपर्छ उताबाट गरोस् नगरोस् उसले जान्ने कुरा हो नि त हरेक चिज हैन एकदमै खुसी छु म पनि मलाई नि एक्लो फिल हुँदाखेरि मेरो नि नन्द अमा चाहिँ भयो भने मलाई कति खुसी लाग्थ्यो होला भन्ने चाहिँ हुन्थ्यो कहिले काहीँ
अनि त्यसमा पनि एकदम खुसी नन्दा आमाजु पनि सबै साथी जस्तै हुनुहुन्छ एकदम सपोर्ट गर्ने तिमी त ठुली दिदीसँग नि बस्यौ नि धेरै वर्ष धेरै वर्ष बसे लगभग 2 वर्ष 2.5 वर्ष कति बस्यौ बसे 2-2.5 वर्ष बसे अनि ठुली दिदीलाई त तिमीले त मैले भन्दा त धेरै नजिकबाट बुझिसौ सबै कुरा दुःख सुख एकदमै कतिको सपोर्टिभ हुनुहुन्छ सुख सबै सेयर गर्नुहुन्थ्यो दिदीले पनि एकदम ठिक हुनुहुन्छ बिस्तारामा चिया पुर्याइदिनुहुन्थ्यो एकदम मलाई त नानी एउटा भान्जी लगभग म साथी भन्ने जस्तै भान्जी हुनुहुन्छ अनि भान्जीलाई जति गर्नुहुन्थ्यो मलाई पनि त्यति गर्नुहुन्थ्यो पढ्ने बेलामा अन्त खाना पकाएर राखिदिने अनि खाना खाजाहरू चिया बिस्तारै पुऱ्याइदिने पढ कि पढ होइन पढ कि पढ एकदम सपोर्ट गर्नुहुन्छ दिदीले पनि नन्दा त झन् साथी जस्तै हुनुभयो उता हो दिदीहरूले सपोर्ट गर्नुहुन्छ राम्रो छ जस्तो जस्तो श्रीमान श्रीमतीको सम्बन्ध मात्रै नभएर जस्तो तिमी छोरी हुँदा बनाएका सम्बन्ध पनि छन् नि त जस्तो छोरी हुँदै गर्दा पनि बुवाको घरतिरको सम्बन्ध बुवाका दाजु तिम्रो फुपूहरू फुपाजुहरू अङ्कल आन्टी सबै हाम्रो एउटा सामाजिक ऊ छ नि त त्यो सम्बन्ध र बुहारी भइसकेपछिको सम्बन्ध जस्तो बुहारी भएर आएपछि ससुर सासू ससुरा बुढाका श्रीमानका दाई भाउजू अथवा दिदी बहिनी हुन्छ नि त यो सम्बन्ध सबै चिजलाई बलियो बनाउनु चाहिँ के गर एउटा एज अ छोरी र एज अ बुहारी के गर्दाखेरि चाहिँ यो सम्बन्ध सधैँ बलियो हुन्छ जस्तो लाग्छ मेन कुरा त इमान्दारी हुनु पर्यो बोलीचाली एकदम मिठास हुनु पर्यो त्यति धेरै चाहिँ मलाई खासै जिम्मेवारी भयो जस्तो त लाग्दैन म पहिला जस्तै थिएँ अहिले पनि त्यस्तै छु जस्तै लाग्छ घरमा नि सबैले माया गर्नुहुन्छ मम्मीदेखि लिएर अब अङ्कलहरू सबैले आफन्त सबैले माया गर्नुहुन्छ पहिला जस्तै थियो त्यस्तै छु जस्तो लाग्छ अझै पनि मलाई जस्तो अब मैले फेरि यस्ता स्टुपिड क्वेसन त सोध्दिनँ होइन जस्तो माइतको आमा ठिक कि घरको आमा ठिक भन्ने कुरा त मैले सोध्दिनँ किनभने माइतको आमा सधैँ अगाडि हो तिम्रो लागि माइतको आमा सधैँ अगाडि मेरो लागि घरको आमा सधैँ अगाडि हामीले आफ्नो आफ्नो कर्तव्यमा दुईटै आमाहरूको भूमिका बराबर छ त्यो फरक विषय भयो जस्तो बिहे गरेर पहिलोचोटि गयो नि त पहिलोचोटि जाँदाखेरि कहाँ न कहाँ गयो जस्तो लाग्दैन म बिहे हुनेभन्दा अगाडि चाहिँ म मेरो मामा घर चाहिँ बोडगाउँ कपिलवस्तु बोडगाउँ अनि त्योभन्दा अगाडि चाहिँ म गएकै थिएन पश्चिम नै गएकै थिएन रातिमा त कहाँ घुमेँ कहाँ हो कहाँ के नजिकै त कहाँ हो कहाँ कतिवटा डाँडा कहाँ थाहै भएन कि त्यो त्यसपछि चाहिँ कति टाढा रहेछ भन्ने चाहिँ भएको थियो टाढा धेरै टाढा बिहे गरेछु भन्ने चाहिँ मनमा भएको थियो पछि जाने एकदमै के टाढा त कहाँ हो कहाँ के त्यस्तरी म गाडीमा गइ थिइनौ एकपटक चाहिँ म माइतको त्यो पटौटी घरमा चाहिँ गएकी थिएँ त्यो नजिकै भयो नजिकै पुगेको थिएँ 1 घण्टामै पुगिन्छ नि 1.5 घण्टामै अनि त्यति टाढा चाहिँ म फर्स्ट टाइमै गएकी थिएँ होला के त्यो घुमाउरो बाटो त्यो रातिमा अनि त्यहाँ अरू अङ्कलहरूले चाहिँ अब त्यो डाँडा परियो घर भन्नुहुन्छ त्यो डाँडा त कति कठिनै घर नै आउँदैन धेरै टाढा बिहे गरेको जस्तो चाहिँ लागेको थियो मतलब अहिले त त्यस्तो लाग्दैन अहिले चाहिँ छैन त्यस्तो पछि आउने जाने गर्दा चाहिँ नजिकै उति बेलै पुग्छु पुगेर खाना खाएर नि फर्किनु भने नि फर्किने जस्तो बाटो नि राम्रो भइसक्यो अहिले त जस्तो हाम्रो लगभग 4 वर्ष बिहे गरेको बिहे भएपछि म तुरुन्तै विदेशमा जागिर छोडेर होइन मलाई तिमीले अहिले चाहिँ कस्तो फिल हुन्छ ल के अरे नेपालमै त्यही आर्मीकै जागिर गरिरह भए हुन्थ्यो अथवा गरिरह भए चाहिँ राम्रो हुन्थ्यो अथवा विदेश ठिक गरेर के जस्तो लाग्छ यो आर्मीको जागिर चाहिँ एकदम मलाई मन नपर्ने आर्मी र ड्राइभर चाहिँ मलाई एकदम मन पर्दैन बुढो दुइटै हो तर दुइटै हुनुभयो अनि सरकारी जागिर खानुभयो त्यति बेला चाहिँ बिहे गर्ने बेलामा चाहिँ अनि सरकारी जागिर खायौँ त्यो पछि त त्यो प्रमोसन हुँदै अगाडि बढिन्छ भन्ने थियो विदेश आउने त खासै कल्पनै थिएन अहिले सोच्दाखेरि अनि अहिले त मलाई एकदमै खुसी लाग्छ क्या विदेश जागिर छोडेर ठिक गर्न जति दुःख भयो नि विदेशमा ठिक लाग्छ नेपालमै भए पनि त्यो आर्मीको जागिर कहिले कहाँ पुग्यो कहिले कहाँ लडाइँ भन्यो के भन्यो घरमा आउन छैन चाडपर्व गर्नु छैन कता के भयो एकदमै टेन्सन के अनि त्यो देख्दा नि एकदम के वैराग लाग्छ सम्झिँदा त्यो ट्रेनिङदेखि लिएर मान्छेको अनुहार मलाई मन चाहिँ पर्थेन भाग्य सम्झ त्यो छोडेर विदेश आउन
आउनु 4 वर्ष लङ डिस्टेन्स रिलेसन भयो हाम्रो। त्यति बेला चाहिँ के चाहिँ फिल हुने, मनमा चाहिँ के कुरा आउँछ? मनमा त एक्लो फिल हुन्थ्यो। पहिला त दिदीहरू पनि हुनुहुन्थेन नि त, एक्लै चाहिँ चाडपर्व आउँछ सबै अब मम्मी एक्लै गर्न पर्यो घरमा होइन, मम्मीले नै गर्नुहुन्थ्यो। त्यही पनि मम्मी त मेरो बुढी रोगी हुनुहुन्छ, मम्मीले गर्न सक्छ। अब घरमा टिका लगाउने यताउति सबै हुन्थ्यो नि त, बिहानैदेखि एक्लै गर्न पर्ने, एक्लो फिल हुँदा घरमा भइदिएको फिल हुन्थ्यो होला भन्ने नरमाइलो फिल पनि हुने, अनि फेरि मैले गर्न पर्छ भन्ने पनि हुने। चाडपर्व आउँदा चाहिँ नरमाइलो लाग्ने, सँगै भइदिया भए हुन्थ्यो। लङ डिस्टेन्स चाहिँ गाह्रो कि ठिकै हो? गाह्रो त गाह्रो हुन्छ नि, कहिले दुःख हुन्छ, कहिले सुख मात्रै, दुःख हुँदा, दुःख पर्दा चाडपर्व आउनु चाहिँ नरमाइलो हुने एकदमै। अनि अहिले कोरियामा चाहिँ कस्तो, कोरिया सुरुमा कोरियाको भिसा लाग्यो भने त कस्तो फिल भएको? एकदम 3-4 वर्षदेखि यही कोरियाकै पर्खाइमा भएर जागिर पनि खाइन, पछि सबै परिस्थितिले पछि सरकार जागिर खानु मन पनि लागेन। विदेशको भूत चढो, विदेशको भूत चढो, एक्कासी विदेशै जान्छु, विदेश 2-4 वर्ष भने जान्छु आउँछु भन्ने त्यो सोचाइ हो र सरकारी जागिरमा मैले लाइसेन्स त मसँग सबैको छ, तर एकपटक पनि ट्राई गरिनँ कि। ट्राई गर्नै मन लाग्यो। अहिले कस्तो भइरहेको त कोरियाको बसाइ? एकदम 5 दिन दुःख गरे पनि 2 दिन त हामी एकदमै रमाइलोसँग बित्छ। त दुःख चाहिँ सबै बिर्सिन्छ, सबै दाइहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, सबै कहिले मोमो बनाछ खाछ, कहिले पुरी बनाछ खाछ, कहिले कसको घरमा मिठो चोखो पाक्छ उस्तै जाने, कहिले सेलरोटी खाछ, कहिले के खाछ। एकदम रमाइलो विदेश छु भन्ने जस्तो फिलै हुँदैन के। नेपालको याद आउँछ नि एक्लो भए त, त्यति धेरै याद चाहिँ आएको छैन अहिलेसम्म। जस्तो तिमीले मलाई तिमी नेपाल हुँदाखेरि जस्तो बेला बेला भन्थ्यो नि त, मलाई फलाना ठाउँ जाँदैछु अथवा फलाना साथी कहाँ जाँदैछु भन्दा कति साथी भनेर हिँड्नुहुन्छ, एकछिन टाइम नदिने भन्ने खालको कुरा पनि हुन्छ नि त, लगभग प्रायः सबैको हुन्छ। अहिले चाहिँ कस्तो लागिरहेको छ? अनि साथी हुँदा ठिक कि नहुँदा ठिक रहेछ? साथी त एकदम के हुँदै ठिक रहेछ नि होइन। अरूकाल त पहिला म यस्तो खातिर डुल्ने बानी थिएन, अनि आउँदा कति डुल्नुहुन्छ, नेपाल हुँदा पनि कति डुल्नुहुन्छ। एकछिन घर बस्ने होइन, रुममा बस्ने हुन्थ्यो, फोन गरेर फ्यामिलीलाई टाइम दिए हुन्थ्यो भन्थेँ कि मैले। अनि अहिले चाहिँ म अहिले आफै रुममा बस्न नसक्ने भइसकेँ। होइन यो कुरा मैले तपाईँहरूलाई नि भन्छु, जस्तो यही कुरा यिनले पनि मलाई पहिला भन्थे नि, कति साथी भनेर कति खालि अरूकोमा कता हिँड्नुभयो कति हिँड्नुभएको भन्छ नि। मैले चाहिँ एउटा कुरा के भन्छ, हामी विदेशमा बस्ने मान्छेले हो, मेरो श्रीमती, मेरो परिवार, मेरो जिन्दगीको सहयात्री हो, जिन्दगीभरि सधैँसँगै हुने हो। तर मलाई परदेशमा चाहिने भनेकै साथी हो। किन भन्दा भोलि केही दुःख पर्यो भने नेपालबाट श्रीमती आउन त सक्दिनन्, नेपालबाट आमा आउन सक्नुहुन्न, बाबा आउन सक्नुहुन्न, यही साथीले गर्ने हो। मलाई मेरो साथीहरू 3-4 जना हुनुहुन्छ एकदमै मिल्ने। म एकदम मतलब मिल्ने भन्नाले उहाँहरूले मलाई भन्नु म राति 12 बजे उठेर हिँडिदिन्छु। मैले नाइ के कस्तो भन्दा मैले दोस्रो प्रश्न पनि गर्दिनँ फेरि। जस्तो मलाई अहिले फोन गरेर ल मैले नामै लिन्छु यहाँ, फेरि नाम लिँदा राम्रो होला नराम्रो होला होइन। जस्तो मलाई मनोज दाइले अहिले फोन गर्नुभयो अथवा केशव दाइले, रिदम दाइहरूले होइन, जस्तो अब सुनिल भाइ भयो, त्यसलाई त साथी नबनाऊँ, त्यो त भाइ नै हो, सालो भयो होइन। अब मनोज दाइहरू भए पनि साथी बराबरै हुनुहुन्छ नि त। उहाँहरूले फोन गर्नुभयो भने म राति 12 बजे नि किन त के नभनिकनै जान्छु होला जस्तो लाग्छ कि। भाइ आइज भनेर एकचोटि मात्रै फोन गर्नुभयो, त्यस्तै त उहाँहरूले फोन गर्नुहुन्न होइन, केही समस्या नपरेसम्म। र मैले फोन, मलाई यति चाहिँ के विश्वास छ भन्दा, मैले फोन गरेर दाइ यस्तो दाइ आउनुहोस् भनेपछि दाइहरूले पनि किन र के जस्तो सोध्छन् जस्तो मलाई लाग्दैन क्या। दाइ समस्या अब यतिकै ल दाइ खाना आउनुहोस् भन्ने हो नि त, होइन यार आज यस्तो गर्नुहोस् भोलि गरौँला भन्ने कुरा फरक विषय भयो। फोन गरेर ल दाइ मलाई समस्या पर्यो भने के समस्या पर्यो पनि नसोधिकन आउँछन् होला जस्तो लाग्छ मलाई विश्वास छ क्या। त्यो उहाँहरूको मनमा के छ त उहाँहरूलाई थाहा होला होइन, मलाई चाहिँ विश्वास छ क्या। त्यो भएको भएर त्यो ऊ हो के त्यस्तो। त्यही भएर अहिले चाहिँ साथीहरू भइदियो हुन्थ्यो जस्तो भइरहेको, साथीहरू भएर ठिक रहेछ अनि चाहिँ भए घुम्न पाइए यताउता डुल्न पाइए। हामी सानो जस्तो धेरै घुम्ने डुल्ने त्यस्तो बस्ने खाने त सायद यहाँ कमै हुन्छ होला क्या विदेशमा त। जस्तो बहुत रमाइलो। तिमीलाई एउटा कुरा सोधौँ, लाइक तिम्रो एउटा सपना चाहिँ के छ त्यति भन्नु? मेरो सपना जस्तो अबको 5-7 वर्षपछि यो गर्न पाए चाहिँ हुन्थ्यो भन्ने खालको। मेरो चाहिँ अब अहिले जुन हामी विदेशमा आफ्नै गाडी घोडा गुडी हिँड्दाखाम डुलिराखाम होइन, त्यस्तै नेपालमा पनि अब हाम्रो सपना भनेको एउटा बेला घर बनाउने नै हो। अब त्यो चाहिँ अब भयो, सबैको हुन्छ, सबै नेपालीको हुन्छ।
अब त्यो सबैको हुन्छ अनि अब 2-4 वर्ष राम्रै कमाएर अनि त्यसपछि नेपालमा पनि एउटा गाडी आफ्नो लागि गाडी भयो यहाँ गाडीको बानी लागिसक्यो बानी लागिसक्यो नेपालमा पनि आफ्नै गाडी भयो भने भन्ने चाहिँ छ अनि मलाई चाहिँ त्यही नै छ एउटा सपना भनेको अब जति आनन्दले घुमी डुलिरह यही कोरियामै बस्ने कि नेपाल फर्किने यस्तै घुम्ने डुल्ने आनन्द रमाइलोसँग सधैँ कोरियामा बस्ने कि नेपाल फर्किने अब सधैँ नेपाल कोरियामै बस्छन् भन्ने त अब मम्मी एक्लै हुनुहुन्छ घरमा पनि त्यसमा चाहिँ रोगी कि मम्मीलाई नि यहीँ ल्याएर राख्नु पर्यो हामीसँगै मिल्दैन अनि यहाँ फेरि अब मम्मीको खानपिन पनि अलिअलि मिल्दैन त्यसले गर्दा हाम्रो जस्तो हुनुहुन्न अनि त्यो हुँदा चाहिँ नेपाल त जानै पर्छ मम्मीको लागि भए नि मसँग एउटा त जानै पर्छ के तर कति बेला जाने भन्ने पनि हाम्रो यति वर्षसम्म बस्छौँ भन्ने पनि फिक्स छैन अहिले पो मम्मीले खाना पकाउने खाने गर्नु बसे हामी भोलि अलि बिरामी हुँदै जानुभयो खाना पकाउन नै सक्नु छोड्नु भयो भने त एउटा त जानुपर्छ कम्पलसरी त त्यसमा त त्यो मतलब त्यसमा त दोस्रो अप्सनै छैन त्यो किनभने मम्मीलाई छोडेर पैसा चाहिएन नि त एउटा चाहिँ सँगै हुनै पर्छ मम्मीसँग मम्मीसँग लगभग तिमी कति 4 वर्ष बस्यौ होइन सँगै बिहे गरेपछि 2 वर्ष एक्लै बस्यो बुटल मम्मी आउन मान्नु भएन त्यसपछि 3 वर्ष मम्मीले नमानेरै हो त पनि त्यति बेला त धेरै कुरा पनि सुन्यौ अनि जस्तो अहिले मम्मी बुटल आछि मम्मीले खुसु केही भन्नुहुन्न खुसु त अब तपाईँलाई केही चिज खायौँ भन्ने नि तपाईँले मम्मीलाई रोगे हुन्छ नि त खाना नहुनुहुन्छ क्या खुसु खाने मिलेर यस्तो खाम उस्तो खाम भन्ने खाने एउटै हुन्थ्यो घर पनि मम्मी पनि उयो होइन पुरै ममा केही सुधार्नु पर्ने केही कुरा छन् भने तपाईँलाई केही नराम्रो लाग्छ नि त मेरो हेबिटहरू अनि बानी यस्तो बानी कस्तो भन्दा मलाई चाहिँ म चाहिँ भइरहे हुन्थ्यो भन्ने टाइपको सोचाइ केही छ भने छ भने भन्दा पनि के छ भन्ने कुरा भयो नि त होइन जस्तो म चाहिँ कस्तो मान्छे भन्दा मनमा केही कुरा राख्दिनँ होइन मैले जस्तो तिमीसँग केही कुरा भन्नु पर्यो भने फ्याट्टै अगाडि भनिदिन्छु मम्मीलाई केही कुरा भन्नु छ भने म मेरो मम्मीलाई पनि भनिदिन्छु मेरो दाइहरूलाई भन्नु छ भने मेरो दाइहरूलाई पनि भन्छु नि त जस्तो मनमा कुरा गुम्साएर राखेको चाहिँ मलाई मन पर्दैन पहिलोको तिम्रो त एउटा के बानी छ भन्दा मनमा केही कुरा भयो भने त्यो भन्दै नभन्ने क्या त्यो मनमा नै राखिरहने दबाई जस्तो रहर पनि हुन्छ नि त मान्छेलाई तिम्रो र मेरो उमेरमा रहर भएन भने भोलिको दिनमा हुन्न क्या मलाई चाहिँ त्यो लाग्छ अहिलेको दिनमा रहर लिनु पनि पर्छ रहर मान्नु पनि पर्छ हामीले होइन त्यो भएको भएर आज रहर गरिएन भने भोलि त रहर त मर्दै जाने हो नि त उमेर बढे सँगसँगै रहर घट्दै जाने हो जिम्मेवारी बढ्दै जाने हो होइन त्यो भएको भएर अहिलेको सिचुएसनमा मलाई चाहिँ यो रहर लाखे भने खुलेर भन्न पर्छ क्या जस्तो केही कुरा पनि मैले मेरो केही कुरा चित्त बुझाएको छैन मैले गरेको केही कुरा चित्त बुझाएको छैन अथवा म बोलेको केही कुरा चित्त बुझाएको छैन भने मान्छेको अगाडि भन्न नसकेला होइन त्यो चाहिँ जस्तो तिमीले मनमा राख्छौ क्या त्यो मनमा चाहिँ नराख त्यो बानी चाहिँ सुधार्नै पर्छ त्यो ढिलो चाँडो जहिले भए पनि मनमा राखेर बस्ने होइन क्या मनमा कुरा गुम्सायो भने दिमागलाई धेरै स्ट्रेस हुन्छ क्या मनको कुरा फ्याट्ट भनिदिने ठिक छ त्यसलाई मैले सल्भ गर्न सक्ने रहेछु भने गर्छु कुनै जसरी पनि होइन यदि मेरो गल्ती केही कुरामा ल ठिक छ यहाँनिर चाहिँ मेरो गल्ती रहेछ भने म सरी भन्छु त्यो गल्तीलाई सुधार्छु सक्यौ यदि गल्ती छैन रहेछ मेरो गल्ती रहेनछ तिम्रो र मेरो बुझाइमा मिसअन्डरस्ट्यान्डिङ रहेछ भने चाहिँ यो यस्तो है भनेर मैले एक्सप्लेन नै गर्छु होइन त्यो मिसअन्डरस्ट्यान्डिङ त क्लियर गर्न पर्यो नि त सम्बन्धमा मलाई यो देखावटी मन पर्दैन मलाई आउन्न यो देखाउन मलाई यो जस्तो मान्छेले मैले देखिरहेको छु मान्छेले यो दुनियाँदारी कतिसम्म भने बिचमा मान्छेले होइन तिम्रो र मेरो फोटो फेसबुकमा नराखेर तिमीहरू दुईजनाको सम्बन्ध राम्रो छैन र भन्नेसम्म मान्छे मैले भेटाएको छु क्या मलाई त फेसबुकमा पोस्ट आएर माथि आई लभ यु लेखेर मैले तिमीलाई माया गर्छु जस्तो मलाई लाग्दैन कि मेरो चाहिँ त्यो एउटा मेरो आफ्नो छुट्टै एउटा के भन्छ त्यसलाई विचार छ फेसबुकमा पोस्ट फेरि पोस्ट आउँछु कहिलेकाहीँ नपोस्टाउने होइन फेरि फेसबुकमा तिम्रो र मेरा फोटा पनि छन् नि त ओकेजनल फोटा खान् बिहाका फोटा खान् यत्तिकै दुईजनाका कहिलेकाहीँ बाहिर घुम्न खिचेका फोटा पनि छन् नि हुन्छन् नि अनि त्यो देख्दाखेरि मान्छेले सम्बन्ध सोसियल मिडियालाई देखेर सम्बन्धको जज गर्ने चाहिँ गलत हो मान्छेले चाहिँ त्यो गर्छन् हजुरको सपना चाहिँ के छ अब होइन मलाई अरूलाई जस्तो मेरा बा ठुलो त्यो बिल्डिङ बनाउँला त्यो गरौँला यो गरौँला भन्ने मेरो कुनै पनि सपना होइन
मलाई सबैभन्दा मनपर्ने मेरो जन्मठाउँ अर्घाखाँची मैले कहिले जिन्दगी छोड्दिनँ त्यो ठाउँ। त्यो न मैले हिजो पनि तिमीलाई बिहा गर्नभन्दा पहिला पनि मैले तिमीलाई त्यो भनेको थिएँ, बिहा गरेपछि पनि त्यो भनेको छु, अहिले पनि त्यो भन्छु। जस्तो अब अहिले हाम्रो समाजमा एउटा कस्तो भइदियो भन्दा मधेसमा, तराईमा, सहरमा घर भएको मान्छे राम्रो, पाहाडमा भएको मान्छे नराम्रो भन्ने एउटा त्यो मान्छेको मेन्टालिटी भनौँ क्या, त्यो भएको भएर मलाई चाहिँ मैले अब मधेसमा घर किन्छु, नकिन्ने होइन, बनाउँछु अथवा किन्छु, जसै सक्छु जत्रो सक्छु त्यो गर्छु। तर पाहाड चाहिँ मैले छोड्दिनँ। मेरो चाहिँ त्यो मलाई एउटा मेरो एउटा सपना मात्रै के छ भन्दा, मेरो सपना भन्दा पनि मलाई मेरो मम्मीको सपना चाहिँ यो छ। मतलब मेरो आफ्ना सपना त मैले धेरै ठाउँमा अब त्यो फालेर आएको छु, अहिले यहाँ आएर अलिअलि पुरा गर्दैछु होइन। जस्तो मेरो एउटा सपना थियो म पत्रकारिता गरौँ, मिडियातिर जाऊँ भनेर मैले बुटो काठमाडौँ गएर पढाइ पनि त्यही हो होइन। त्यो भएको भएर अब त्यो सपनालाई अहिले अब भर्खर यहाँबाट सुरु गर्दैछु भोइ मान्छेको कुराबाट। त्यसैले अब कति मन पराइदिनुहुन्छ पराउनुहुन्न भन्ने उहाँहरूको कुरा भयो। अनि मेरो मेन सपना चाहिँ फोटोग्राफी हो, वाइल्ड लाइफ फोटोग्राफी हो। त्यसको लागि चाहिँ अब तिमीले गिफ्ट गरेका छौ, त्यसलाई चाहिँ मैले सदुपयोग गर्न सक्छु जस्तो लाग्छ। अब किनभने अहिले सबै चिज छ मसँग, स्रोत साधनहरू, त्यसलाई युटिलाइज गर्न सक्छु जस्तो लाग्छ मलाई। अनि मेरो अब एउटा सपना चाहिँ मेरो सपना चाहिँ के छ भन्दा, जस्तो एउटा घर बनाएर, घर लिएर अथवा बनाएर मम्मीलाई त्यसमा बहुत राम्रो पूजा गर्न भन्छ क्या हाम्रो हिन्दू धर्म संस्कार अनुसार। आफ्ना मम्मीका आफ्ना इष्टमित्र, मेरो आफ्ना इष्टमित्र, आफ्ना दाजुभाइ, आफन्त सबैजनालाई बोलाएर मम्मीले गर्न बहुत मन गर्नुभएको छ। भगवानको कृपाले सबै चिज भयो भने आउँदो साल अथवा अझै आउँदो साल जहिले हुन्छ त्यो चाहिँ गरिदिने एउटा बहुत ठुलो सपना छ। त्यो गरेँ भने सायदै मम्मीका सपना पनि मैले आधी पुरा गरेँ, बाबाले छोडेर गए पनि मैले चाहिँ पुरा गरेँ जस्तो लाग्छ। ओके, अब अन्तिममा जस्तो अब हाम्रो बिहे गरेको पनि 7 वर्ष भइसक्यो होइन, 6-7 वर्ष भयो। यो 6-7 वर्षको समयमा, यो अन्तरालमा हामीले धेरै सङ्घर्ष पनि गऱ्यौँ, एक्लै पनि बस्यौँ, लङ डिस्टेन्स पनि हाम्रो भयो, सुख दुःख सबै चिज भयो नि त हाम्रो जिन्दगीमा। रमायो पनि कति ठाउँमा रोयौँ होला, कति ठाउँमा करायौँ होला, कति ठाउँमा झगडा गऱ्यौँ होला, त्यो आफ्नो आफ्नो हुन्छ नि त एउटा। यो सबै चिजलाई चाहिँ दुःख खुसीलाई सम्झिँदाखेरि तिम्रो मनमा आउने एउटा कुरा मलाई भन्न मन लाग्ने, जस्तो तिमीले एज अ म हस्बेन्ड भयो नि त, मलाई एउटा मात्रै कुरा के भन्न चाहिँ चाहन्छौ? चाहिँ एकदमै गर्व लाग्छ मलाई जे कुरामा पनि के म त्यति आँटिन सक्दिनँ। मतलब पनि होला सायद हैन, त्यो सबै के हरेक कुरामा के जे कुरा पनि मैले गर्छु भन्नुहुन्छ नि, त्यति बेला पनि त्यो जागिर पहिल्यै छाडिसक्नु भएको थियो। त्यो भिजा लाग्छ कि लाग्दैन, भिसा लाग्यो कन्फर्म भइसकेको थियो। अनि अब गर्छु भन्ने जुन हिम्मत आँट छ नि, त्यसलाई चाहिँ मलाई एकदमै गर्व लाग्छ। ओके, तिमीलाई धेरै धेरै धन्यवाद यसको लागि। धन्यवाद। यो आजको हाम्रो भलाकुसारी तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो, सबै कुरालाई चाहिँ तपाईँहरूले कमेन्ट बक्समा गएर भन्न सक्नुहुनेछ। राम्रो लाग्यो भने सब्सक्राइब, सेयर, लाइक र कमेन्ट पनि गरिदिनु होला।